हजुरलाई एउटा नयाँ चिज देखाउँछु म आज है त। हामी यहाँ माइलो आन्टीको फार्म हाउस भिजिट गर्न आएका छौँ। यस्तो राम्रो यो स्याटरडेमा अर्ग्यानिक टमाटर यसो घुमघाम। यो हो स्टोर रुम। स्टोर रुममा छ यहाँ प्याज छ, आलु छ, अनि यहाँ पुरा धारा छ। त्यसपछि भाउजू टमाटर टिप्दैछन्। यता मकै पनि फलिरहेछ। अब यहाँ मकै पाक्ने अवस्थामा छ। एकछिन 3जना नानीहरू यहाँ उभिया छन्। त्यो अगाडिको मेन रोडबाट अलि भित्रपट्टि छ यो। मकै खान आएका मकै टिप्न लाग्छ। दाना कतिको छ हेरौँ है त। राम्रो छ। ओहो यस्तो राम्रो। आफू जस्तै बाबु है। अरू पनि हामी हेर्छौँ बारीमा के छ है त। यी साना मकैहरू, खरबुजाहरू छन् यहाँ। एउटा खरबुजा फलेको देखेको थिएँ मैले। कहाँ छ? एउटा खरबुजा छ। अब हामी यहाँ अरू चिज पनि हेर्छौँ है त। यहाँ कपास खेती पनि भएको छ। कपास खेती। अनि यो लिचीको बुट्टा, अनि बेमौसमी यो एकचोटि काटेर पनि फेरि पलाएको यो अलर्छ। हाम्रो यहाँको के अरे गार्डनको के भन्छ माली, सुरक्षा गर्ने माली। मालिक चाहिँ उता, माली चाहिँ म। रमाइलो छ यहाँ, रमाइलो एकदम पिसफुल इन्भाइरोमेन्ट छ। एकदम शान्त इन्भाइरोमेन्ट। कसैलाई के भन्छन् तनाव छ जिन्दगीदेखि, रुष्ट भएको छ भने यहाँ आएर एकदम मजाले रिलिफ हुन सक्नुहुन्छ। यहाँ योग सम्बन्धी क्लास पनि हुन्छ बिहान। कसैलाई लिनु छ भने फ्री। के खानुपर्छ, योग सुरु भान्साबाट स्टार्टिङ हुन्छ। हाम्रो खानपिन रहन सहनबाट नै योग सुरु हुन्छ। अनि मात्र फिजिकल व्यायाम र मेन्टली सम्बन्धी केही कुराहरू हुने हो कि। सबभन्दा पहिला हामीले अर्ग्यानिक खानाबाट आफ्नो जीवनशैलीलाई सुधार्दै लिनु पर्यो। ठिक छ, एकदम ओके। अर्ग्यानिक सब्जीको लागि मलको स्तर भइरहेको, रासायनिक मल यहाँ तयार भइसकेको छ। आज हामी यो यस्तो राम्रो अर्ग्यानिक मकै खान्छौँ। यो 50 रुपियाँ हालेर खाँदैनौँ बजारमा। गाईको गोबरमा पाक्दैछ। गाईको गोबरमा अर्ग्यानिक पुरै हाइजेनिक। यहाँ पुरा सल्लाह भइरहेछ। यहाँ पुरा माइत पहिलाको सल्लाह भइरहेछ। मेरो यहाँ सबभन्दा सपोर्टिभ हो। एकदम धेरै सपोर्ट, माया, केयर गर्ने। अनि समस्या पऱ्यो नि म आउनु सिधै। बहिनी दाँत कसले लग्यो? मुसाले। हाई गर्दो छोरी। हाई गर्दो। हाई गर बेबी। बिजी अङ्कललाई। हट भए। यस्तो राम्रो मकै कुनै ग्यापै छैन। अर्ग्यानिक मकै, प्योर अर्ग्यानिक। यसको कस्तो दामी के, पुरै कुनै औषधि, कुनै मल, रसायनकै प्रयोग छैन। प्योर पिना, तोरीको पिना, हजुर, र अनि बाख्राको मललाई आगो लगाएर खरानी बनाएर यही मकै हामीले बजारमा किन्दाखेरि 50 रुपियाँ पर्छ। यस्तो मकै खानुपर्छ गाई। आन्टी
यो हजुरले यो फार्म बनाउँदाखेरि कतिको मेहनत लाग्यो? यस्तो यो उच्चो निचो थियो होला यसलाई बनाउँदै एउटा राम्रो बारी बनाउन कति समय लाग्यो? कति खर्च लाग्यो? कसरी बनाइछ हजुरले यो? मलाई जिन्दगीमा नि सबैभन्दा दुःख पढ्न लाग्छ क्या हजुर पढाइ। ए बचपनमा पनि म पढ्दैन थिएँ क्या। बुवाले मलाई पढाउनलाई मलाई राम्रो ठाउँमा पुर्याउनुको लागि मेरो बुवाले धेरै दुःख गर्नु। अनि म यहाँको स्कुलबाट नै भागेर माछा मार्न जान्थेँ क्या नदीमा। हजुर ढुङ्गाले ढुङ्गा ठोक्छन् कि नै हजुर त्यस्तै माछा मार्न जाने, बाख्रा चराउन जाने गर्ने। अनि मेरो बुवाले मलाई सम्हाल्न नसकेर मलाई बम्बई पनि पठाउनु भयो क्या। पढाइ राम्रो हुन्छ यो एउटा के सिक्छ भनेर। त्यहाँबाट म 2 वर्ष बम्बई बसेँ। तर बम्बईबाट आएर पनि म सुरुमा पहिला मेरो बाख्रा चराउने साथी खोज्न गएँ क्या अगाडि इन्डियामा पनि। 2 वर्ष बम्बईबाट आएर पनि म बाख्रा चराउने साथी खोज्न गएँ तर स्कुलको साथी मैले खोजेन। मलाई कहिले पनि पढ्न मन पर्दैन थियो कि पढाइ भने चाहिँ एकदम नराम्रो। अनि त्यसपछि कारणवश म तर पढाइले मलाई छोडेन। पछि पनि मेरो कारोबार मेरो टाउकोमा आयो। तर पनि मैले गाई पाल्ने मेरो बुढेसकालको एकदम इच्छा गाई पाल्ने अनि र खेती किसानी गर्ने मलाई एकदम इच्छा थियो। अनि मैले बारी किनेको थिएँ धेरै 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 गहिरो खाल्टो। मैले यसमा 30 टराली माटो राखेको छु हाले हुँ। अनि यसलाई फिनिसिङ गराएँ। यसलाई धेरै मिहिनेत लाग्यो। बााउन्ड्री गरी माटो फैलायो। अनि यसमा बिस्तारै बिस्तारै बिहान चाहिँ हामी 7 बजेदेखि 9 बजेसम्म यहाँ हुन्छु। त्यसपछि पसल जान्छु। पसल चाहिँ आजभोलि चाहिँ पहिला चाहिँ आफै गरेँ अब बाबु गर्छ। अनि त्यहाँबाट फेरि साँझको 5:30 या 5 बजे म फेरि यो बारीमा आइपुग्छु क्या। 1 घन्टा म साँझ 1 घन्टा बिहान आउँछु। एक्स्ट्रा टाइम चाहिँ म दिन पाउन। त्यही पनि कुनै चिज किन्नु परेको छैन। लसुन आलु प्याज अनि अरू तरकारी। अनि घरमा 2टा बाख्रा पनि पालेका छौँ। बाख्रा पाल्नु चाहिँ मेरो बाल्यकालदेखिको रहर हो। बाध्यता चाहिँ छैन। नपालिनु कुनै बाध्यता छैन। तर मेरो खै के हो यो बानी नै यस्तो। अनि त्यही भएर जति ठुलो कारोबार भए पनि तर बाख्रा पाल्ने कुखुरा पाल्ने अनि खेती गर्ने यो मेरो यसैमा आनन्द लाग्छ। म यसैमा खुसी हुन्छु। म अधिक अधा पैसा र धेरै ठुलो सपनाहरू पुगे पनि लास्टमा मलाई यो माटो नै खेल्न मनपर्छ एकदम। ठुलो इच्छा। अब पछिको कुराहरू के हुने हो कस्तो हुने हो त्यो चाहिँ उपरवालालाई थाहा होला। त्यसैले म सबै छोराछोरीलाई पनि भन्छु तर हामीले आफ्नो बाउ पुर्खाहरूले ऋषि मुनिहरूले पनि तपस्या गरे। आखिर के गरे यस्तो प्रकृतिसँगै नै रमा हुने। प्रकृति जति ठुलो सम्पत्ति र आनन्द कहीँ छैन बेटा। हामीले अहिले आएर मैले फेरि योगमा जुडेछु। योगमा पनि यही नै पढाइरहेको छ। अर्ग्यानिक खाना खाने, विषादी खाना नखाने, रसायन मलको प्रयोग नगर्ने, कम गर्ने कुराहरूलाई नै हामीले सरोबरी गरेर बजारको खानालाई नगरेर आफै उत्पादन खाने। त्यसैले यो गाईको मल पनि यहाँ छ तयार छ बर्खाको सब्जीको लागि। यत्रो रासायनिक मल पुरा घरमा पनि हामी घरमा पनि काटेको तरकारी फालेको यताउता पनि हामी कहिले फ्याँक्दैनौँ। सब सङ्कलन गरेर हामीले कति बाल्टी मल ल्याएको थियौँ नि बेटा यहाँ लसुनमा। चढाहरू केराका बोक्राहरू भए 3 कट्टा खरानी ल्याएको 3 कट्टा। अनि केराका बोक्रा भए सब्जी काटेका बोक्रा हुन्छ नि आलुको बोक्रा त्यो सब हामीले टङ्कीमा जम्मा गरे हुन्छौँ। सडाउँछौँ चियापत्तीहरू त्यो बाल्टी ल्याएर अनि मल हालेर हाम्रो लगभग लसुन भयो थियो 50 किलो। 3 कुइन्टल आलु भयो। लगभग प्याज पनि भइहाल्यो होला 20-25 किलो। मकै त हाम्रो लगभग पुसको महिनाबाट मकै लगाएको छ। यसमा के लगाइसिन्छ आन्टी? सबै कुराहरू छ। भेन्डी छ, भान्टा छ, मलको कमी छ। सागहरू थियो अनि धेरै कुरा छ। कपास छ, पूजा कपासहरू। सबैभन्दा आफूलाई साँझ बिहान पार्कको महत्त्व जस्तो हुन्छ नि एउटा स्विमिङ। यसो छ नि आन्टी मान्छेहरू टाइम छैन भन्छन्। यो सब सदुपयोग गर्नु एकदम हो। टाढा जानु पनि पर्दैन छ। हामीले अहिलेसम्म पुसबाट आलु खन्न लागेको हौँ। हामीले अहिलेसम्म 1 किलो आलु पनि किनेका छैनौँ। अनि हामीले लसुन पनि किनेका छैनौँ। हामीले प्याज पनि किनेका छैनौँ। हामीले के अरे यस्तो सब्जीहरू पनि मार्केटमा हाम्रै अगाडि हाट बजार लाग्छ। हामीलाई सबैजना भन्छन् त यति ठुलो पसल छ तिमीहरू सब्जी लिइहाल भन्छन्। अनि हाम्रो घरमै बा भने नि हाम्रो हेल्थ हाम्रो हामीलाई देखेर मान्छेहरू पत्याउन नि यिनीहरू काम गर्छन्। यिनीहरू सब्जी लगाउँछन्। हामीले भित्रबाट बुझेछन् तिनीहरूलाई
खाँदै पिँदै ज्यान हो। मलाई मोटी देखेर त कामै गर्दिन सोच्छन् बसी हजुर। खान्छ होला सोच्छन् तर म स्वस्थ ठिक छ यसम्म हजुर त्यसैले म अरूलाई पनि यही सुझाव दिन्छु हजुर खाली नबस जे गर बिजी बस बस यो सबभन्दा पहिला भनेको आफूलाई एकदम 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 2 दिनमा जाने जिन्दगीलाई एकदम सदुपयोग गर सरसफाइदेखि लगेर घर आँगनदेखि लगेर जसरी हुन्छ आफूलाई एकदम रोजगारको व्यवस्था हजुर रोजगार भनेर कुर्सी हल्ला उनीलाई मात्र म रोजगार भन्दैन कि रोजगार आफै पनि सिर्जना गर्न सकिन्छ अब यो मकै पाकेको हुन्थेन यो मकै अहिले उत्पादन भएको हुन्थेन भने काँटो हुन्थ्यो यो पनि रोजगार गरेर कर्मचारीले तलबबाट किनेर खान्छ भनेपछि हामीले आफै उत्पादन गरेर खान्छ यो पनि रोजगार मान्नुपर्छ मेन हाम्रो यति पैसा त बाहिर जाँदैन नि बच्छ नि त आखिर कर्मचारीले कुर्सीमा कमाएको पैसाले किनेर खाने त हो नि हामीले किनेर खानु पर्दैन आफ्नो उत्पादन खाएछ भने यो पनि रोजगार दिनुपर्छ रोजगार आफ्नो रोजगार आफै पनि जगाउन सकिन्छ अरूले दिएर नगर्नुभन्दा आफ्नो काम गरेर आफू मालिक हुन नै ठिक हो भन्दै आजको फेरि हामी आउने हजुर अब हामी यो बर्खापछि एकदम फलेपछि फेरि हामी देखाउँछौँ एकचोटि आँपहरू लगाएको छौँ हामीले यहाँ लिचीहरू पनि लगाएको छौँ तर यतातिर कटहर लगाउने भन्दाखेरि यतातिर चाहिँ हामीले आफै खन्ने बाह्रमासे सब्जीहरूको उत्पादनको लागि हामीले यो खालिराखेको छ कपास मलाई कपास खाली समयमा म खाली बस्न सक्दैन बत्ती काट्ने बानी छ त्यसैले मैले पछाडिपट्टि चाहिँ सबै कपास लगाएको छु त्यो कुनामा कपासहरू चाहिँ मसँग स्टक हुन्छ मसँग पसलमा पनि मान्छेहरू बत्ती टपरी जौँ तिल एक्स्ट्रा माग्ने मान्छे पनि आउँछन् कि अनि त्यहाँ पनि म दिन्छु यत्तिकै दिन्छु त्यसमा पनि रकम लिँदैन मलाई कसैको घरमा समस्या पर्यो टपरी बत्ती या जौँ तिलको समस्या पर्यो भने सिधै चपाई निवासमा हुन्छ सम्झिन्छन् हजुरलाई सम्झिन्छन् मलाई त्यसमा पनि धेरै खुसी लाग्छ हजुर मेरो सानो छोरा बैजी पाठकले नै मेरो सामाजिक सञ्जालमा मलाई जोड दियो कि तपाईँ नेट चलाउन सक्नुहुन्छ भन्यो तर मैले धेरै कक्षाबाट टचिङ मोबाइल समातेँ तर मैले फेसबुक पनि खोलिदियो उसले टिकटक पनि खोलिदियो तर मैले चाहिँ सहजसँग त्यसलाई लिएँ तर अहिले चाहिँ म त्यसलाई इङ्ग्लिसमा मेरो मेसेज आयो भने म त्यसलाई रिडिङ गर्न र त्यसको रिप्लाई पनि म दिन सक्छु ल आजको लागि बाई बाई है त सबैलाई बाई बाई हाम्रो बिजी बाबुको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु अनि सेयर लाइक कमेन्ट गरिदिनु होला भाग्यवश मेरो बच्चा चाहिँ सक्षम निक्ले मेरो 3टै बच्चा योग्यता प्राप्त छन् र मेरो 3टै बच्चा आफ्नो क्षमता र आफ्नो योग्यतामा आफ्नो कमाइ खान सक्ने छन् मेरो ठुलो छोरी चाहिँ स्टाफ नर्स योग्यता प्राप्त छ र मेरो सानो बच्चा फार्मेसी पढेछ मेरो बाबु मास्टर्स गरेको थेसिस लेख्दैछ म खुसी छु मलाई भगवानले आफू नपढे तापनि बच्चाहरू एकदम दिव्य छन् यसमा चाहिँ सरस्वती माताले मलाई साथ दिन्छ अहिले आएर म चाहिँ पढ्दैछु वरमाला किनेछु रिडिङ गर्छु पढ्नको लागि जुनसुकै उमेरमा छोड्नु म के अरे विचार क्रान्ति पढ्छु योगको दर्शन गरिरहेको छु अमृतबाणी पढिरहेको छु अनि योग सम्बन्धी आसन भयो प्राणायाम भयो अनि सूक्ष्म व्यायामहरू यिनका